हेलो नमस्ते गाइज। आज साँझ परिसकेको बेला म सोरुमको चाबी बोकेर जाँदैछु आली र मकैको खेतै खेत। हिँडेको गर्दा पनि आलीको बाटो खत्तम हुँदैन। मलाई जानुपर्ने त्यो कुना साउको घर। हिँड्दा हिँड्दै आफ्नो मुखतिर मुखमल फर्काएर हेर्दा आफ्नो क्यामेरातिर घन्टी जस्तै चाबी हल्लाउँदै गरेको आयो। अनि आलीमा हिँड्दा देखियो बिना हाँगाको रुख। अनि हिँड्दा हिँड्दै ग्राभेल बाटो आइपुग्यो साउको घर। अनि साउको घर आइपुग्दाखेरि खाए मासु र भुजा। अनि मासु भुजा खाँदा खाँदा भयो रात भइसकेपछि लाग्यो आफ्नो घरतिर जानको लागि ग्राभेल बाटो छोडेर पिच जानुपर्ने हुन्छ। अनि धेरै नै रात परिसकेको छ। म दिँदैछु पोज। अनि दिँदै पोज आइपुगे आफ्नै घर। म घर आइपुग्दाखेरि आफ्नो छोरासँग एकछिन खेल्न थाले। छोरासँग खेल्दा खेल्दै झन भयो रात भइसकेपछि बुढीले छोरीलाई भात खुवाउँदै भोलि हो होली, त्यही भएर आज नै म सुरुवातको लागि एउटा बियर बोकिहाले। बियर त बोक्यो तर खाना भ्याएको छैन, किनभने मेरो छोरी खाँदैछ भात र मेरो मम्मी हेर्दैछ। साथी बोलीमा केही मिस्टेक हुन सक्छ, माइन्ड नगर्नु होला। यति भन्दै म गिलासमा बियर हालेर पिउन थाले। बियर चाहिँ तितो रहेछ गाइस। अनि यति भन्दै परिसक्यो रात। मेरो छोरा पनि सुतिसक्यो र मेरो पनि सुत्ने बेला भइसक्यो। भिडियो राम्रो लाग्यो भने सपोर्ट गरिदिनु होला। धन्यवाद।